अनि रे दिदी पहिले क्या हामी पहिला जमानामा अब 10-12 वर्ष अनि बेला हामी जान्थ्यौँ हजुर यस्तै रोटी बनाउने अचार लग्ने अनि भाँगाको छोप अनि यस्तै लिउँरो टिप्ने यता ढाका हुन्थ्यो यहाँ पनि पोहोर नलबहादुर हरा बुहारी र म आयौँ हजुर ओहो एकै फेर फुपू जाउँ भन्थ्यो नि जहिले मलाई आइतबार काम यो जाने बेला अरू ठाउँमा पनि पाइन्छ कि यहाँ मात्रै हो यहाँ माथि पनि पाइन्छ हजुर रसागाहरू पनि पाइन्छ हजुर यहाँ पनि पाइन्छ हामी त काम आउनु बेला यो एक नाथा लाग्दै पर्छ तिउन खाने गर्ने हो पोहोर को आउनुहुन्थ्यो नलबहादुर हरा र बुहारी मदेखि ओ निर्मला हजुर अनि हाम्रो त सरिता हजुर आउँथ्यौँ हामी ए पोहोर पनि यस्तै हुन्थ्यो कि यस्तो कोट त झन् ठुलो थियो अहिले त आज काटेको छ कसले घाँस काटिदिनु अलिक ढिलो छ यहाँ त घर लाग्ने हो हामीले त हेर्छौँ कुम्लाउँथ्यौँ सबैलाई बाँड्थ्यौँ फेरि लगेर त्यहाँ डेरामा थिए 20-25 घर हजुर हामीहरू सबै साथै बस्ने सबैलाई बाँडिकन खाने कामहरू ल्याउँछौ तिमीहरू भन्ने हजुर हामी त जान्थ्यौँ यो यस्ता खब्या खायो ल्याउँ हाम्रो कान्छ भाइ फेरि कान्छ भराली पनि टिप्छ खर टिप्ने साँझ रुममा आज जिबला बनाउनु पनि कस्तो हुन्छ नि माथि काला खाएर डम बनाउनु भनौँ तल लाठी खोला कालिदिउँ र त्यही हुन्छ अनि एकको नाठा ल्याउँदै तिउन खाँदै गर्थ्यौँ हामीले त पहिला काला खानु भैँसा लग्ने ल म चाहिँ फेरि मजाले भिडियो बनाएर बसिरहेको छु है टिप्या छैन साँझ मलाई पनि दिने भन्ने कुरो छ के अरे साग हाम्रो भार म चाहिँ साग हाल्छु है अरे म त्यसै बस्नु त बस्दैन नटिप्यो भने साग राख्छु देऊ कान्छाले फेरि जोइ पालिदिएल्छन् अब घर गएन फेरि अर्की जोइ ल्याउने कि बा